एकैछिन पक्नुहोस् त, पछाडि राखेको ब्याकग्राउन्डको भिडियो हेर्नुहोस्। यो भिडियो हेरिसकेपछि कसको आँखा रसाउँदैन होला त? हेर्नुहोस् त एकचोटि राम्रोसँग। घरको मूल खम्बा नै जिउँदो लास भएर बसेपछि कसको के लाग्छ र? कहिले तपाईले आफ्नो आमा रोएको देख्नु भएको छ? हो, रोएको देख्नु भएको छ भने तपाईँ धेरै भाग्यशाली व्यक्ति हुनुहुन्छ। आफ्नो सन्तानको आँखा अगाडि कहिले नरुनी आमा आज देशको अगाडि रुन बाध्य भइन्। जसको लागि बाबुआमा छोडिन्, आफन्त छोडिन्, माइती छोडिन्, परिवार छोडिन्, आँखा अगाडि लास बनेर सुतिरहेको छ। हेर्नुहोस् त कसको मन रुँदैन होला र? विगत 6 महिनादेखि अस्पतालको बेडमा जीवन र मृत्युसँग छटपटाइरहेको यो दाजुको एकचोटि स्थिति हेर्नुहोस् त। केही समय अगाडि ऋण खोजेर दुबई गएका दाजु हृदयघातका कारणले प्यारालाइसिस भएर कम्पनीले जस्ताको त्यस्तै पठाइदियो। न हातमा पैसा, न ऋण तिर्न पाए। बस एउटा सास मात्र लिएर आए, हात खुट्टा चल। काखभरिको छोराछोरी छन्, कमाउला जमाउला भन्ने एउटा मात्रै बाउ। हेर्नुहोस् त आज अस्पतालको बेडमा जीवन र मृत्युसँग छटपटाइरहेको छ, गुहार मागिरहेको छन्। तर त्यो गुहार सुन्ने भगवान बाहेक कोही पनि छैन। हामी 3 करोड नेपाली जनता छ। आउनुहोस् हामी एक रुपियाँ सपोर्ट गरौँ। 1 लाखको कुरा गरेको होइन मैले, 1 रुपियाँ हामीले दान गरौँ। 10 लाखको खाँचो छ, 10 लाखले कसैको जिन्दगी बन्छ। हेर्नुहोस् छोराछोरीको अगाडि, परिवारको अगाडि आँसु नदेखाएकी ती आमाले आज जनताको अगाडि एउटा हातले आँसु पुस्दै हात जोडेर श्रीमानलाई बचाइदिनुहोस् भनेर पहल गरिरहेकी छिन्। तर कसैले पनि सुनेको छैन। एउटा हातले आँसु पुछिरहेको छिन्, एउटा हातले श्रीमानको हात छोपिरहेको छिन्। भोलि श्रीमान रह्यो भने, घरको खम्बा रह्यो भने घर बस्नेछ। त्यो बच्चाहरूको अधुरा सपना, बच्चाहरूको अधुरो जिन्दगी, भोको पेट, गरिबी भएको सबै पैसाहरू सकियो। ऋण त कति हो कति। आउनुहोस् हामी एक रुपियाँ सपोर्ट गरौँ। 1 रुपियाँ जति सक्छौ। 10 लाखको खाँचो छ। हामीलाई 3 करोड चाहिएको छैन। हामीलाई 3 करोड जनता मध्ये हामीलाई केही रकम चाहिएको छ। सबैजना मिलेर 1 रुपियाँ सहयोग गरौँ। जति सकिन्छ हामीसँग जति पुँजी छ, हाम्रो जति क्षमता छ त्यही अनुसार हामीले त्यो दाजुलाई